आज साउन 2083 म हाम्रो धरानको आधुनिक बस पार्क धरान 8 मा बनिसकेको ठाउँमा आएको छु र प्राय जसो दिनमा म एकपल्ट यो ठाउँमा आउने नै गर्छु वकिङको टाइममा। र पनि आज के कस्तो चाहिँ हाम्रो सवारी साधनहरू र कता कता जाने के कसरी छन् भनेर यसो हेर्न आएको छु। यो बस पार्कको चाहिँ नि उत्तरी भागबाट जुनसुकै ठाउँमा जाने गाडीहरूको बाटो हो। यो पछाडिको भाग रहेको छ। यहाँदेखि चाहिँ रात्रि बस सेवा हैन, यो सबभन्दा पछाडिको भाग छ। यहाँबाट जुनसुकै ठाउँमा जाने रात्रिकालीन सवारी साधनहरू जान्छन्। हिजै सबैले सञ्चालनमा आयो भनेर भिडियो बनाइसक्नु भएको छ र म चाहिँ अलिकति कस्तो भने जब मानिसहरू सोच्न र काम गर्नु बन्द गर्दछन् त्यस पछाडि म सोच्नु र काम गर्न सुरु गर्ने व्यक्ति। त्यही भएर अलिक ढिलो छु र थुप्रै विभिन्न ठाउँमा धोका पनि भएको छ। यो चाहिँ बस पार्कको दक्षिणी भाग हो। यहाँबाट चाहिँ जति पनि गाडीहरू हिँड्नु हुन्छ। यसरी हाम्रो नयाँ आधुनिक बस पार्क व्यवस्थित गरिएको छ। खुसीको कुरा छ। हामी यो ठाउँमा प्रायःजसो एउटा धरान निवासीले चाहिँ हैन धेरै नजिक र सधैँ आइबस्ने ठाउँ आफूलाई वाक्क दिक्क लाग्न सक्छ। तर नयाँ र अलगै ठाउँबाट आउनेलाई चाहिँ नौलो ठाउँ र नयाँ आकर्षण र आकर्षक कुराहरू जस्तै लाग्न सक्छ। यो भित्रको चाहिँ यात्रु प्रतीक्षालाई व्यवस्थित गरिएको छ। यो धेरै राम्रो काम छ र यहाँबाट चाहिँ यो सबै काउन्टरहरूको व्यवस्था गरिएको छ। र यो बस पार्कको पूर्वी भाग भनौँ, अगाडिको भाग म निस्किँदैछु। धरान बस टर्मिनल भनेर लेखिएको छ। यो चाहिँ हाम्रो नयाँ आधुनिक बस पार्कको अगाडिको भाग हो। यो दक्षिण साइडबाट अघि पनि भनेको थिएँ जति पनि सवारी साधनहरू हिँड्नुहुन्छ यो बस पार्कभित्र र बाहिरिने ठाउँ भनेको माथिल्लोपट्टि छ। र यो यसरी घुमाउँदाखेरि उत्तर साइडबाट घुमाउँदा यो पछाडि पनि यसरी चाहिँ नि बनाइएको छ। यो अगाडिको भागमा सफारी टेम्पो चलाउने हाम्रा चाहिँ नि सवारी चालकहरू र सवारी साधनहरू राखिएको छ। यस सवारी साधनहरूदेखि चाहिँ हामी विभिन्न धरानभित्र यात्रा गर्न सक्छौँ। र अगाडि भित्र अन्डरग्राउन्ड पनि छ। यसमा चाहिँ के राखिन्छ र कसरी राखिन्छ भनेर त्यो पनि देखाउनेछ। यो भित्रको भाग छ अन्डरग्राउन्ड। यहाँ के राखिएको छ त भविष्यमा के राखिनेछ त भन्ने कुरो भन्छ। यो अहिले चाहिँ पुरा हाम्रो यो तरिकाले यहाँ राखिएको छ टेम्पोहरू। यो जति पनि बस पार्कको उत्तरी भाग छ यहाँबाट चाहिँ नि आउटडोर यसरी भएर गाडीहरू उकालो निस्किन्छ। यो जति पनि देखेको लाइनमा थियो पूर्वतिर जाने काकाडभित्रतिर यो चाहिँ विराटनगरतिर इटरी जाने गाडीहरू। आधुनिक बस पार्क सञ्चालनमा आएसँगै यसरी दुई पाङ्ग्रे सवारी साधनहरू पनि व्यवस्थित तरिकाले राखिएको छ। एउटा धरान उपमहानगरपालिकाको लागि उदाहरणीय काम नै हो। भानुचोकमा अव्यवस्थित
रहेको र ठाउँ सानो भएको कारण यहाँ बनाइएको यो धेरै राम्रो काम छ धरान उपमहानगरपालिकालाई। ओके, तपाईँ हामी सकुशल जति पनि यात्रुहरू हुनुहुन्छ यात्रा गरौँ। तपाईँ हामीलाई सधैँ भगवान्ले रक्षा गरोस्। हवस् त, धन्यवाद।